काठमाडौँ नेशनल स्कुल मूल्य, गुणस्तर र भविष्यतर्फको यात्रा। आदरणीय अभिभावकज्यूहरू, काठमाडौँ नेशनल स्कुल आफ्नो समुदायमा विशिष्ट पहिचान बनाएको पुरानो बानेश्वरमा अवस्थित एक प्रतिष्ठित ए ग्रेड शैक्षिक संस्था हो। शिक्षाप्रति समर्पित दिग्गज व्यक्तित्वहरूको पहलमा विक्रमसम्म 2036 सालमा स्थापना भएको यस विद्यालयले करिब 5 दशकदेखि निरन्तर रूपमा विद्यालय तहको गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्दै आएको छ। प्रारम्भमा शिशु निकेतनको नामबाट प्री स्कुल तथा प्राथमिक तहबाट शैक्षिक यात्रा सुरु गरेको यस संस्थाले समयअनुसार आफ्नो सेवा विस्तार गर्दै आधारभूत तथा माध्यमिक तहसम्म सशक्त उपस्थिति जनाउन सफल भएको छ। समाज र राष्ट्रको समुन्नतिका लागि सक्षम, स्वावलम्बी, नैतिकवान तथा व्यवहारिक ज्ञानले सम्पन्न नागरिक उत्पादन गर्ने लक्ष्यका साथ विद्यालयले संस्कारयुक्त, जीवनोपयोगी र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ। यस संस्थाले आदरणीय श्री अर्जुन कुमार खड्का सरलाई संस्थापक अध्यक्ष तथा श्रीमती अन्जु थापा म्यामलाई संस्थापक प्रिन्सिपलका रूपमा प्राप्त गरेपछि विद्यालयको शैक्षिक तथा सामाजिक प्रगति थप सुदृढ र गतिशील बनेको छ। शिक्षालाई सामाजिक रूपान्तरणको प्रमुख आधार मान्नुहुने अर्जुन सरले संस्कार बिनाको शिक्षा अपूर्ण हुन्छ भन्ने सिद्धान्तलाई आत्मसात गर्नुभएको छ। विभिन्न देशहरूको भ्रमणका क्रममा त्यहाँको सुरक्षा व्यवस्थासँगै शैक्षिक अभ्यासप्रति पनि उहाँले गहिरो चासो राख्ने गर्नुहुन्थ्यो। विशेषतः जापानको शिक्षा र संस्कार केन्द्रित शैक्षिक प्रणालीबाट प्रेरित भई स्वदेश फर्किएपछि त्यही आदर्शलाई व्यवहारमा उतार्ने दृढ सङ्कल्पका साथ विद्यालय स्थापनाको परिकल्पना अघि सार्नुभयो। आफ्नो श्रीमानको शिक्षाप्रतिको समर्पण र दूरदर्शी सोचलाई साकार रूप दिन त्यतिबेला काठमाडौँकै एक प्रतिष्ठित विद्यालयमा अध्यापनरत संस्थापक प्रिन्सिपल अन्जु थापाज्यूले उक्त अभियानलाई नेतृत्व गर्ने अठोट गर्नुभयो। यसरी एकल लगानी र व्यवस्थापनमा काठमाडौँ नेशनल स्कुल उहाँहरूको ड्रिम प्रोजेक्टका रूपमा पुनः सुदृढ ढङ्गले अगाडि बढ्दै आएको छ। हरेक शिक्षकमा फादरली हार्ट र हरेक शिक्षिकामा मदरली हार्ट हुनुपर्छ भन्ने मान्यताका साथ हामीलाई सधैँ मार्गनिर्देश गर्नुहुने अन्जु म्याम एक दक्ष शिक्षाविद, कुशल प्रशासक तथा बाल मनोवैज्ञानिक पनि हुनुहुन्छ। उहाँले प्रत्येक विद्यार्थीलाई केवल ज्ञान ग्रहण गर्ने होइन, आफ्नो सोच र क्षमताको नेतृत्व गर्ने स्लेभ अफ माइन्ड होइन, मास्टर अफ माइन्ड बन्न सधैँ प्रेरित गर्नुहुन्छ। उहाँहरूको दूरदर्शी नेतृत्व र मार्गदर्शनमा अघि बढिरहेको काठमाडौँ नेशनल स्कुलको यस वृत्तचित्र मार्फत आज हामी विद्यालयको गौरवपूर्ण इतिहास, शैक्षिक दर्शन, उल्लेखनीय उपलब्धिहरू तथा उज्जवल भविष्यप्रतिको हाम्रो प्रतिबद्धता यहाँहरू सामु प्रस्तुत गर्न गइरहेका छौँ। विद्यालयको दर्शन र उद्देश्य। काठमाडौँ नेशनल स्कुलको शैक्षिक दर्शन ज्ञान, अनुशासन र चरित्र निर्माणमा आधारित रहेको छ, जसले शिक्षा प्रक्रियालाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी विद्यार्थीको समग्र व्यक्तित्व विकासतर्फ उन्मुख गराउँदै आएको छ। यस संस्थाले एजुकेसन, सिभिलाइजेसन र ह्युमनाइजेसनलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात गर्दै बौद्धिक, नैतिक, सामाजिक तथा भावनात्मक आयामहरूको सन्तुलित अभिवृद्धिलाई शिक्षा प्रणालीको केन्द्रीय लक्ष्यका रूपमा स्थापित गरेको छ। समावेशी, सुरक्षित र प्रेरणादायी सिकाइ वातावरणको निर्माण मार्फत विद्यार्थीमा आत्मविश्वास, सृजनशीलता, आलोचनात्मक सोच, सामाजिक उत्तरदायित्व तथा नेतृत्व क्षमता विकास गर्ने दीर्घकालीन शैक्षिक प्रतिबद्धता विद्यालयले लिएको छ। सैद्धान्तिक ज्ञान र व्यावहारिक सिप बीचको अन्तरसम्बन्धलाई जोड दिँदै स्थानीय तथा विश्वव्यापी परिवेशको सम्यक बोध गराउने प्रयासले विद्यार्थीलाई सृजनशील अर्थतन्त्रमा प्रतिस्पर्धी, उत्तरदायी र नेतृत्वदायी नागरिकका रूपमा रूपान्तरण गर्ने उद्देश्यलाई संस्थागत रूपमा अगाडि बढाउँदै आएको छ। शैक्षिक गुणस्तर र सिकाइ पद्धति। विद्यालयले संस्कारसहितको शिक्षा भन्ने मूल आदर्शलाई आत्मसात गर्दै प्री प्राथमिकदेखि माध्यमिक तहसम्म समग्र, स्तरानुकूल तथा उद्देश्यपरक शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत प्री प्राथमिक तहमा बालमैत्री वातावरणको सुनिश्चिततासहित प्रारम्भिक बाल विकासमा विशेष ध्यान दिइन्छ भने प्राथमिक तहमा आधारभूत सिप, नैतिक शिक्षा र सृजनशील सोचको विकासलाई प्राथमिकता प्रदान गरिएको छ।
त्यसैगरी माध्यमिक तहमा शैक्षिक उत्कृष्टता, जीवन उपयोगी सिप तथा नेतृत्व क्षमताको अभिवृद्धिमा केन्द्रित भई कार्यक्रमहरू सञ्चालन गरिन्छ। प्रत्येक कक्षामा अधिकतम 30 जना विद्यार्थीको व्यवस्था गरी उपयुक्त विद्यार्थी शिक्षक अनुपात कायम गरिएको छ, जसले व्यक्तिगत मार्गदर्शन, सक्रिय सहभागिता र प्रभावकारी सिकाइ प्रक्रियालाई सुदृढ बनाउँछ। विद्यालयले समय सापेक्ष आधुनिक शिक्षण सिकाइ पद्धतिलाई आत्मसात गर्दै विद्यार्थी केन्द्रित शिक्षण प्रणाली अवलम्बन गरेको छ। परियोजनामूलक सिकाइ, प्रयोगात्मक अध्ययन, सूचना प्रविधिको समुचित प्रयोग तथा सहकार्यात्मक सिकाइका माध्यमबाट विद्यार्थीलाई व्यावहारिक र प्रयोगयोग्य ज्ञान प्रदान गरिन्छ। यसका अतिरिक्त नियमित मूल्याङ्कन, निरन्तर शैक्षिक अनुगमन तथा शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम मार्फत शिक्षण सिकाइको गुणस्तर सुनिश्चित गरिँदै संस्थागत शैक्षिक उत्कृष्टताको प्रवर्धन गरिएको छ। सहपाठ्यक्रमिक तथा चरित्र विकास। काठमाडौँ नेशनल स्कुलले सहपाठ्यक्रमिक क्रियाकलापलाई समग्र शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा आत्मसात गरेको छ। औपचारिक पाठ्यक्रमसँग समन्वय गरी सञ्चालन गरिने खेलकुद, वाद-विवाद, कला, सङ्गीत, नाटक, परियोजना प्रदर्शनी तथा सामाजिक सेवामूलक कार्यक्रमहरूले विद्यार्थीहरूको बहुआयामिक व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछन्। यस्ता क्रियाकलाप मार्फत नेतृत्व क्षमता, सहकार्य भावना, सामाजिक उत्तरदायित्व तथा संवेदनशीलताको अभिवृद्धि हुने मात्र नभई आत्म-अभिव्यक्ति, अनुशासन र उत्तरदायी नागरिकको संस्कार समेत विकास हुन्छ। यसरी सहपाठ्यक्रमिक अभ्यासलाई शिक्षासँग एकीकृत गर्दै विद्यालयले ज्ञान, सिप र मूल्यमा आधारित समग्र मानव संसाधन निर्माणतर्फ उन्मुख शैक्षिक वातावरण निर्माण गरेको छ। विद्यार्थी अनुशासन र उपलब्धि। काठमाडौँ नेशनल स्कुलका विद्यार्थीहरू अनुशासन, परिश्रम र शिष्ट आचरणका लागि परिचित छन्। विद्यालयमा आयोजना गरिने विविध शैक्षिक तथा सहपाठ्यक्रमिक कार्यक्रमहरू, विशेषतः अभिभावक दिवस जस्ता औपचारिक अवसरहरूमा विद्यार्थीहरूले प्रस्तुत गर्ने ज्ञान, आत्मविश्वास तथा प्रभावकारी प्रस्तुति क्षमताले संस्थाको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिको स्तरलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ। यसरी समग्र व्यक्तित्व विकासमा केन्द्रित शैक्षिक वातावरण मार्फत विद्यालयले सक्षम, जिम्मेवार, नैतिक मूल्ययुक्त तथा भविष्यका चुनौती सामना गर्न सक्षम नागरिक उत्पादन गर्ने आफ्नो संस्थागत प्रतिबद्धतालाई निरन्तर सुदृढ गर्दै आएको छ। शिक्षक, अभिभावक र विद्यालयको सहकार्य। विद्यालयको शैक्षिक सफलता शिक्षक, अभिभावक र व्यवस्थापन बीचको सहकार्यमा आधारित छ। समर्पित शिक्षकहरूको मार्गदर्शन, अभिभावकहरूको निरन्तर सहयोग तथा विद्यालय प्रशासनको प्रभावकारी व्यवस्थापनले सिकाइ प्रक्रियालाई अझ सुदृढ बनाएको छ। विद्यालयले अभिभावकसँग नियमित संवाद र साझेदारीलाई उच्च महत्त्व दिन्छ, किनकि बालबालिकाको समग्र विकास घर र विद्यालयको साझा प्रयासबाट मात्र सम्भव हुन्छ। प्रतिबद्धता। समयक्रममा विभिन्न चुनौतीहरूको सामना गर्दै आएको भए पनि काठमाडौँ नेशनल स्कुलले शैक्षिक गुणस्तर र संस्थागत मूल्यमा कहिल्यै सम्झौता गरेको छैन। सीमित स्रोत साधनका बावजुद पनि विद्यालयले विद्यार्थीको हितलाई केन्द्रमा राख्दै सुधार र नवप्रवर्तनलाई निरन्तरता दिएको छ। विद्यालय भविष्यमा पनि गुणस्तरीय, नैतिक र व्यावहारिक शिक्षा मार्फत समाजका लागि सक्षम नागरिक उत्पादन गर्ने प्रतिबद्धतामा दृढ छ। अन्त्यमा, काठमाडौँ नेशनल स्कुल केवल एउटा शैक्षिक संस्था मात्र नभई मूल्य, संस्कार र भविष्य निर्माणको साझा यात्रा हो। हामी सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुक जीवहरूलाई विद्यालयप्रतिको निरन्तर विश्वास, समर्थन र सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। आउनुहोस्, हामी सबै मिलेर हाम्रा बालबालिकाको उज्जवल भविष्य निर्माणतर्फ निरन्तर अघि बढौँ। धन्यवाद।